हेलो गाइज, कस्तो छ हजुरहरूको हालखबर। आज म बिदाको कारण म यता घोराइतिर घुम्न आएको छु। साथै म मेरो ठुलो बाबा र मेरो बुबासँग घुम्न आएको छु। यहाँ कति हरियाली ठाउँ छ, त्यही हजुरहरूले पनि यहाँ आएको भएमा घुम्न सक्नुहुन्छ। र हजुर यहाँ आएको भए कमेन्टमा लेखिदिनु होला हजुर यो यहाँ ठाउँमा आउनुभएको छ कि नै। साथै यहाँ धेरै रुखहरू छन्। यहाँ अगाडि भाइरल रोड हो, साथै यहाँ पिच बाटो पनि छ। हामी यहाँ भाइरल रोडमा छौँ। यता धेरै हरियाली छ, मान्छेहरू हिँडिरहेको छ, गाडीहरू हिँडिरहेको छ। म एउटा गाडीमा घुम्न आएको छु। यो अलि रमाइलो र घुम्ने जस्तो ठाउँ छ। 13 नम्बर वटा कारलाई हजुरहरूले यो ठाउँमा आउनु भएको छ भने कमेन्टमा लेखिदिनु होला। हजुरहरूले कमेन्टमा लेख्ने बेला आउनु भएको छ भने यस लेख्नु होला, नआउनु भएपछि नलेख्नु होला। साथै यहाँ धेरै जसो हरियाली छन्, रुखहरू छन्, धेरै जसो घरहरू पनि छन्। यहाँ त्यही हेरिदिनु होला। यता सानो पुल खोलाहरू पनि छन्। केरा कति धेरै रुख, बारीको जग्गा पनि धेरै ठुलो छ। धान काटेर पराल बनाइसकेछन्। यता धान धुवाउन अलि बाँकी रहेछ। यो सडकमा धेरै गाडीहरू पनि हिँड्छन्। यहाँ धेरै जसो हरियाली छ। हजुरले यो सिनहरू हेरिदिनु होला, कति राम्रो देखिन्छ यो गाउँ। यो बिदाको दिनमा हजुरहरू पनि कहिलेकाहीँ घुम्न आउन सक्नुहुन्छ भने आउनु होला। यहाँ धेरै नयाँ ठुला घरहरू पनि छन्, 2-4 तलेका, र पसल पनि यहाँ अलि धेरै छन्। मान्छेहरू कुकुर जनावरहरू पनि धेरै पाल्छन्। यतातिर मान्छेहरू हिँडिरहेछन्, बाटोमा घुमघाम गर्छन्। गाइज, हजुरहरूले यो ठाउँमा आउनु भएको छैन भने यो ठाउँ राम्रोसित हेरिदिनु होला। यताहरू पहाड पनि धेरै ठुलाहरू छ। त्यहाँ धेरै पहाडहरू पनि धेरै ठुला छन्। घर फर्निचरहरू पनि धेरै छन्। यता धान काट्न रहेछन्, धान धुवाउने पछि होला। यति ठुलो जग्गा जमिन पनि छ। यता हामी एउटा स्कुलमा, सानो बोर्डिङ स्कुलमा पुगिसक्यौँ। गाइज, हजुरहरूले यो ठुलो राम्रो सफा वातावरणको सिन हेरिदिनु होला। साथै यहाँ लाइक पनि गरिदिनु होला, मेरो च्यानल सब्सक्राइब पनि गरिदिनु होला। गाइज, हजुरले यो सिनमा, यो ठाउँमा आउनु भएको छैन भने राम्रोसँग म यिनी सब सिन देखाइदिन्छु।
हजुरहरूले हामीले हेरिदिनु खायो नि। होला है हस् त्यही टिमले चाहिँ घुम्न गएको रहेछ यहाँ धेरै सानसानो खोला पुल पनि छन् मान्छे पनि धेरै हिँड्छन् कति हरियाली गाउँ छ यता यति धेरै घर जग्गा जमिनहरू छन् यहाँबाट पहाडहरू पनि अर्को देखिन्छन् कान्छो त केमिस्ट्री डिग्री गरेर काठमाडौँमा यता लेक्चर भएको ठुला छ, दुई बस तिनवटा स्कुल पढाउँछ, भ्यान गाडी लाख अटो 1.5 लाखसम्म पठाउँछ सब स्कुटी र केमिस्ट्री डिग्री बाइकहरू गर्यो कि त्यसले गाडीहरू यहाँ चल्छन् गोगलीले जस्तै ज्यादा यहाँ त्यसले 1 लाख अगाडि रुपैयाँ एउटा अटो चलिरहेछ गोगली यहाँ सिमेन्टले बस रोकिएको केमिकल छ। कति हाल्नुपर्छ त्यसको मात्रामा कति हाल्नुपर्छ सबै वहाँ अगाडि भ्यान मालहरू कस्तो चलिरहेको थियो। होइन यिनी कोकहरूको कम्पनीहरूले यता धान रोप्नु केमिकल बाँकी रहेछ, मिसाउनेवाला चिज हुन्छ नि यहाँबाट हो देख्नु। त्यसले मजाले एसिडहरू कि केमिस्ट्री गर्यो डिग्री यो गर्यो हामी कि त्यसले गोरेको अच्छा गर्यो ठाउँमा छौँ हामी यो गोराइको ठाउँमा छौँ हजुरहरूले यो ठाउँमा आउनुभएको छैन भने छोराहरू राम्रोसित बिरे हेरिदिनु नातिहरू होला। सबैले राम्रो गरे हन् पूर्णबाहरूका हेर्नु भेटे यहाँ बडा धेरै दौरा फुल 84 वर्ष फुलेको बाद छ, बिहा गरी कति भगत दौरा राम्रो छ यहाँ रुखहरू पनि धेरै फुलेका फलेका छन् अनि ठुलो यहाँ एउटा दुईटा पिपल बुट्टा पनि छ हामी अब बस पार्क नजिक नजिक पुगिसक्यौँ अब जोर साँगर भेटी छ यो बाटो पनि ठ्याक्कै उता भाषण दिनेबाट 90 सम्म घोराई चोकतिर जान्छ पनि यस्तो हेल्दी मान्छेहरू पनि बिरामी भने 21 प्याकेज हुन्छ कि जान्छ त भने यता भित्र बस पार्क छ यो ठाउँ धेरै हरियाली छ यहाँ स्वच्छ वातावरण छ रुखहरू धेरै फलेको छ यहाँ ठुलो ठुलो खेतबारीहरू पनि छन् घर पनि धेरै छन् मान्छेहरू पनि धेरै धेरै छन् हजुरहरूले यो सिन राम्रो लागेको छ भने हजुरले यो ठाउँमा पनि घुम्न आउन सक्नुहुन्छ कति राम्रो देखिएको छ हेर्नुहोस् गाइज कति धेरै फुल फुलेका छन् यहाँ मेवा फलेको छ के रुख के फलेको छन् अब हामी घोरै बजारमा पुग्यौँ यता पनि धेरै धेरै जसो घर र मान्छे पसलहरू छन् यता अगाडि भ्यान चलिरहेछ एउटा र यहाँ यता बाइक राखेको छन् साइकल छ स्कुटी छ मान्छेहरू पनि धेरै छन् ऊ माथि टपमा यो यहाँ अटो चलिरहेको राप्ती छ सहकारीको घर हामी हो। एउटा सानो बिच घोरैको सहकारीको सहकारीले साइडमा बनायो। एउटा ठुलो पार्कमा राप्ती आएका छौँ बचौट सहकारी जस्तै हजुरहरूले पनि फाइदामा हेर्न हेर्छ सक्नुहुन्छ त्यसै। यो साइडको बोटहरू यो पार्कको त बोलियो भने पनि सहकारी त्यसको घरबाटै त्यहाँबाट 4 करोडको इस्टिमेट गरे 6 करोड भएको छ भने सुन्थे 2 करोडको यता गाडीहरू हिँडिरहेको छन् हेर्नुहोस् उहाँ एउटा ठुलो टावर छ यता ठुलो पसल छ गाइजहरूले हेर्नुभएको होला जाम न अनि त्यहाँ धेरै घर छन् त्यहाँ 5-2 तलेका बिल्डिङहरू छन् साथै हजुरहरूले धेरै हेर्नु होला